नमस्ते सबैजनालाई ल वेलकम छ हजुरको दिदीको किचनमा। आजको मेरो सादा रेसिपी है, सादा दाल भात आलुको चोखा। कहिले कसो यसो सादा नि खानुपर्छ कि। ल मैले चाहिँ यहाँ सबै आलुहरू खोर्सानी धनियाँ प्याज काटेर ठिक्क पारेछु। अनि यसो प्यान तताएर हल्का तोरीको तेलमा जिरा खोर्सानी अनि यसमा चाहिँ थोरै बेसार अनि यसरी भाँडामा आलुलाई राख्ने। अनि त्यसमा प्याज काटेको धनियाँ काटेको प्याज अनि अघि तताको तेल र खोर्सानी पुराको हाल्ने अनि अलिकति नुन अमिलो हालेर मुस्ने।